टाटाले आफ्नो कार कम्पनी बेच्ने अफर लिएर फर्डकोमा गए। डिल भएन, इन्सल्ट भयो। 9 वर्षपछि टाटा मोटर्सले फर्डको सबैभन्दा लग्जरी कार कम्पनी ज्यागवारलाई $2.3 बिलियन मा एक्वायर गर्यो। उनको एउटा यस्तो बिजनेस रुल जुन प्रयोग गरेर उनले $400 बिलियन को कम्पनी बनाए। उनले यसलाई यस्तो भन्छन्, कसैले तिमीलाई डिसमिस रिजेक्ट गर्छ भने रुँदै बस्ने होइन, त्यो एनर्जी बिल्डअप गर्नमा लगाउने हो। सजिलो छ, गाह्रो भए फर्डले जस्तै आफ्नो कम्पनी बेच्नुपर्छ। तर यो कुरा कम्पनीको लागि थिएन। यसलाई एउटा इक्जाम्पलबाट बुझ्नुहोस्। मानव तिमीले कुनै प्रोडक्ट बनायौ र लिस्टिङको लागि दराजमा एप्लाई गर्यो, रिप्लाई आएन। 6 महिनासम्म तिमीले सोशल मिडिया थ्रु डाइरेक्टली कस्टमरहरूलाई बेच्न थाल्यौ, लोयल कस्टमरहरू बनायौ। अचानक दराजको टिमले तिमीलाई रिच आउट गर्छ, सर कि हामीले एक्सक्लुजिभ लिस्टिङ पार्टनरसिप गर्न सकिन्छ। त्यतिखेर तिमीले तिनीहरूलाई खोजिरहेका थिएनौ, तिनीहरूले तिमीलाई खोजिरहेका थिए। 9 वर्षमा फर्डको सिचुएसनै बदलियो, तर टाटाको डेडिकेसन, हार्डवर्क, इनोभेसन कहिले बदलिएन। टेबल अवश्य फ्लिप हुन्छ, तर त्यतिखेरसम्म तिम्रो खडा हुनुपर्छ। तिमीले गिभ अप गरेको हुनु हुँदैन। आज तिमीलाई कसैले रिजेक्ट गरेको छ, डिसमिस गरेको छ भने राम्रो काम लाग्छ, सेभ गर। यस्तै बिजनेस सेसनको लागि नेप जेन्जी भाइलाई फलो गर।